यदि तपाईँहरूको घरमा सासाना बालबालिकाहरू छन् र उनीहरूले भेट्ने ठाउँमा चाहिँ हर्पिक, फिनाइल, डिटर्जेन्ट जस्ता खतरनाक वस्तुहरू छन् र तपाईँलाई यो कुरा थाहा छैन भने यो भिडियो तपाईँको लागि अन्तिमसम्म सुन्नुहोला। नमस्कार, म डाक्टर दिलीप नेउपाने, बाल रोग, पेट तथा कलेजो रोग विशेषज्ञ। आजकल बच्चाहरूले चाहिँ यस्तो खालको कुराहरू चाहिँ धेरै नै खाएर चाहिँ ओपडी आएको पाएको छु। जसको कारणले मैले चाहिँ तपाईँहरूलाई एउटा चाहिँ केसको बारेमा लाग्यो। जस्तै कि एउटा 14 वर्षको नानी थिइन् जसले चाहिँ हर्पिक क्लिनर खाएर चाहिँ ओपडी आउनुभएको थियो। उहाँको कम्प्लेन सुन्दाखेरि चाहिँ बारम्बार उल्टी गरेर र चाहिँ कहिले अलिकति खुन पनि आएको थियो। जसलाई चाहिँ हामीले इमर्जेन्सीमा चाहिँ म्यानेजमेन्ट गऱ्यौँ र त्यसपछि चाहिँ उसलाई इन्डोस्कोपी रुममा लिएर गयौँ। इन्डोस्कोपी रुममा इन्डोस्कोपी गरेर हेर्दाखेरि चाहिँ उसको चाहिँ घाँटीहरूमा चाहिँ जलेको र इसोफेगसको माथिदेखि तलसम्म पुरै हेर्दाखेरि चाहिँ पुरै ठाउँमा चाहिँ घाउ भइसकेको थियो। जसको कारणले हामीले के गर्यौँ भने चाहिँ उसको नानीकोलाई चाहिँ उसलाई खाना गाह्रो हुने भएको हुनाले चाहिँ उसलाई चाहिँ एउटा एन्जी ट्युब राखिदियौँ पेटसम्म, जसको कारणले चाहिँ उसलाई खान सजिलो होस्। आउनुहोस्, यी बच्चाहरूले किन यस्तो कुराको सेवन गर्छन् र यस्तो कुरा सेवन गर्दा चाहिँ के कस्तो लक्षणहरू हुन्छ र खाइसकेपछि चाहिँ के गर्ने भन्ने बारेमा केही कुरा बताउन गइरहेको छु। प्रायःजसो चाहिँ के देखिएको छ भने चाहिँ 5 वर्षभन्दा मुनिको बच्चाहरूले चाहिँ यस्तो कुराहरू चाहिँ घरमा चाहिँ फ्यामिली मेम्बरहरूले चाहिँ कहिले-कहिले चाहिँ त्यो कोरोजिभ पोइजनिङहरू जस्तै कि टोयलेट क्लिनरहरू चाहिँ कहिले फ्रुटको जुसमा राख्ने, कहिले स्प्राइटको, कहिले कोका कोला, कहिले पानीकै बोतलमा राख्दाखेरि चाहिँ बच्चाहरूले चाहिँ त्यसलाई त्यो तिर्खा लाग्दाखेरि चाहिँ जुस वा पानी सम्झेर खाइरहेको हुन्छ, जसको कारणले चाहिँ यिनीहरूलाई यो समस्या भएको हुन्छ। अब के कस्तो लक्षण हुन्छ भन्दा चाहिँ उसले कस्तो कुराहरू खाएको छ र चाहिँ कति खाएको छ भन्ने कुरा हुन्छ। र यसको समस्या पनि हामी 2 भागमा बाँड्छौँ। जस्तै कि एउटा सर्ट टर्म कम्प्लिकेसन हुन्छ, अर्को लङ टर्म कम्प्लिकेसन हुन्छ। र तुरुन्तै देख्ने समस्याहरू भनेको चाहिँ उसलाई चाहिँ घाँटीमा चाहिँ घाउहरू हुने, कि निल्न गाह्रो हुने, इसोफेगसहरू वा फुड पाइपमा चाहिँ तपाईँको चाहिँ घाउहरू भएर बारम्बार उल्टी हुने, पेट दुख्ने वा खुनको उल्टी हुने र आन्द्रामा पाल पर्ने जस्तो लक्षण देखिन्छ। पेट वा आन्द्रामा पनि त्यस्तै खालको समस्याहरू हुन्छ। दीर्घकालीन समस्याहरू जस्तै त्यो घाउहरू चाहिँ पछि हिलिङ हुँदाखेरि चाहिँ बाटो चाहिँ साँघुरो हुने हुन्छ, जसको कारणले उसलाई खान गाह्रो हुन्छ र पछि बच्चाको वेटहरू नबढ्ने, हाइटहरू नबढ्ने भएर कुपोषण हुने गर्दछ। यस्तो कुराहरू सेवन गर्यो भने बच्चालाई तुरन्त नजिकको अस्पतालमा लैजानुपर्ने हुन्छ। तसर्थ अभिभावकहरूले के कुरा थाहा पाउनु पऱ्यो भने चाहिँ यस्तो खालको कोरोजिभ चिजहरू, टोयलेट क्लिनरहरू चाहिँ कहिले पनि पानीको बोतल वा भनौँ कहिले फ्रुटीको वा कोका-कोला, फ्यान्टाको बोतलमा राख्नु भएन। यदि बच्चाले सेवन गरिसकेछ भने चाहिँ अस्पताल तुरन्त लैजानु पर्यो। कहिले-कहिले चाहिँ प्रायःजसो प्यारेन्ट्सहरूले चाहिँ यस्तो कुरा सेवन गरेपछि चाहिँ उल्टीको दबाईहरू दिने गर्नुहुन्छ, जुन चाहिँ राम्रो कुरा होइन। त्यसले चाहिँ फेरि पनि इसोफेगसमा गएर रिइन्जुरीहरू गर्ने चान्सहरू हुन्छ र कहिले-कहिले पेसेन्ट पार्टीहरूले चाहिँ इभन दुधहरू खुवाउने गर्नुहुन्छ, जसको कारणले चाहिँ हामीले पछि दिनमा इन्डोस्कोपी गर्न परिहाल्यो भने पनि हाम्रोमा चाहिँ भिजुअलहरू चाहिँ सबै इम्पेयरमेन्ट भएको हुनाले चाहिँ त्यो गर्नु हुँदैन। यसैगरी हरेक अभिभावकहरूले चाहिँ आफ्नो नानी-बाबुहरूले चाहिँ के कुरा खानुहुन्छ र के कुरा खानुहुन्न भन्ने कुरा चाहिँ पहिलेदेखि ज्ञान दिनुहोला र यस्तो कुराहरूको चाहिँ आफ्नो घरमा चाहिँ अलिक टाढै राख्नुहोला। हस्त